आफ्टर 3 इयर्स बाद चाहिँ हामी दुईजनाको फर्स्ट टाइम फेस टु फेस भएको भनौँ न होइन। मलाई चाहिँ लागिरहेको थियो यार अब त मभन्दा सानो छ, ऊभन्दा म ठुलो हो, मलाई चाहिँ कस्तो फिल लागिरहेको थियो भन्दाखेरि ला मलाई रिजेक्ट हान्छ होला होइन, मलाई मन म त्यो लाउँदिनँ, म त्यो लाउँदिनँ, म आँखा खोल्दिनँ है। कस्तो देखियो मेरो आँखा चाहिँ गाजल लाग्छ देखि चाहिँ गाजल के हो भन्दाखेरि चाहिँ मलाई भेट्नु चाहिँ ऊ आएको थियो आज मेरो रुममा होइन। अन्त अब हामी चाहिँ एकछिन बाहिर घुम्न जाने भनेर चाहिँ उसलाई रेडी हो भनेर मलाई रेडी बनाइदिइसक्यो यार, मेकअप गरेर के लगाइदिँदैछ होइन। एकछिन बाहिर घुम्नु मलाई ल्याइदिएको उसले नयाँ कस्तो दामी छ यार, मलाई मन पऱ्यो नि त। पहिला अब होइन फर्स्ट उ र म बोल्दाखेरि चाहिँ होइन हामी दुईजना बोल्दाखेरि चाहिँ अब मलाई कस्तो भेट्नु मन लाग्थ्यो क्या उसलाई चाहिँ अब होइन, कस्तो चाहिँ हेर्नु मन लाग्थ्यो होइन। आज भन्छु हामी चाहिँ खासै भन्दाखेरि हाम्रो के भन्छ बिहा हुनुभन्दा अगाडि चाहिँ हामी कति 5 इयर्स चाहिँ हामी रिलेसनसिपमा थियौँ होइन। म यो लाउँदिनँ हौ। अन्त चाहिँ हामी चाहिँ अनलाइन मात्रै बात गर्थ्यौँ, कलमा भिडियो कलमा होइन, कहिले पनि नदेखेको कहिले पनि नभेटेको। अन्त हामी 3 इयर्स बादमा चाहिँ हामी भेटेको नि त दुईजना फर्स्ट टाइम बेङ्गलोरमा होइन। त्योभन्दा पहिला ऊ हैदराबादमा थियो, म पछि बेङ्गलोर आएँ, त्यहाँ ऊ पनि बेङ्गलोर आयो, जाने प्लान गर्दै थियो, हुँदैन अब चाहिँ होइन तिमी चाहिँ बेङ्गलोर आऊ भनेर मैले उसलाई चाहिँ बेङ्गलोर बोलाएँ होइन। अनि हाम्रो चाहिँ आफ्टर 3 इयर्स बाद चाहिँ हामी दुईजनाको फर्स्ट टाइम फेस टु फेस भएको भनौँ न होइन। मलाई चाहिँ लागिरहेको थियो यार अब त मभन्दा सानो छ, ऊभन्दा म ठुलो हो, मलाई चाहिँ कस्तो फिल लागिरहेको थियो भन्दाखेरि ला मलाई रिजेक्ट हान्छ होला होइन, मलाई मन पराउँदैन होला होइन। अन्त त्यति बेलामा अब म कपाल सपाल चटक्क काटेर फर्स्ट इम्प्रेसन लास्ट इम्प्रेसन भन्छ नि होइन। ऊ चाहिँ पहिल्यैदेखिको चाहिँ अब मसँग चाहिँ अब होइन इम्प्रेस थियो, मैले इम्प्रेस बनाइदिइसकेको छु उसलाई बोलेर। अन्त त्यहाँबाट मैले के सोचेँ भन्दाखेरि अब चाहिँ हुँदैन, त्यहाँबाट चाहिँ हुँदैन भने चाहिँ डाइरेक्ट बिहेको पस्ताउ होइन। ब्रेकअप पनि भएको थियो बिचमा 9 महिना होइन। 9 महिना ब्रेकअप हुँदा चाहिँ म चाहिँ एकदम के भन्नु होइन भिलेन भएको थिएँ म चाहिँ। यो के गरेको म चाहिँ त्यति बेला चाहिँ भिलेन भनेर डुलिरहेको थिएँ क्या 9 महिना ब्रेकअप हुँदाखेरि चाहिँ होइन। मतलब कसैको बाल थिएन, आफ्नै त बाल थिएन होइन, आफ्नै मतलब थिएन, अरूको त मतलबै थिएन होइन। त्यही माथि उसले छोडेको मलाई होइन। एउटा माया गर्ने मान्छेले जब छोडेर जान्छ नि कस्तो लाग्दो रहेछ क्या। मैले सोचेको थिइनँ फेरि ऊ कमब्याक हुन्छ हामी मेरो लाइफमा आउँछ होइन। मलाई बहुत गाह्रो मलाई 9 महिना काट्नु बहुत गाह्रो परेको थियो क्या, किनकि मैले लाइफमा फर्स्ट टाइम होइन कसैलाई साँचो माया गरेको थिएँ नि त होइन। मैले कसम भनेको होइन, किनकि मैले हो म पहिला अलिकति चम्कुटे होइन, तर अब त्यो टाइम त्यस्तै थियो नि त होइन। त्यो टाइममै त्यस्तै थियो नि त होइन। जबसम्म अब आफूले कोही माया गरेको केटी र माया साँचो माया हुँदैन केटा होइन। त्यहाँबाट पछि चाहिँ मैले उसलाई पाएँ होइन, त्यहाँबाट चाहिँ म चाहिँ होइन पछि उसलाई भेटेँ होइन। त्यहाँबाट चाहिँ डाइरेक्ट उसलाई भन्नु लगाएँ म उसलाई भन्नु मैले भन्नु लागेको तिमीले चाहिँ गएर आप्पालाई यसपालि चाहिँ भन होइन। सामसिङबाट दा चाहिँ हात माग्नु आउँदैछ भनेको क्या नानु। बिचरा उसले मेरो लागि क्या गरिदिएको छैन हौ, बिचरा आप्पासँग डराइ भए पनि उसले घरमा आप्पालाई गएर कन्भिन्स गर्यो होइन। यस्तो सामसिङको दा छ यस्तो हेर्नु आउँछ अरे भन्दाखेरि उसले आँट गरेको नि आप्पालाई भन्नु क्या होइन। आप्पालाई भन्यो, आप्पाले ओके को हो कसो हो के होइन। कल त गइहाल्यो नि उसको घरबाट त सामसिङ डाइरेक्ट घरमा त गएर त फेरि के भयो भन्दाखेरि मेरै घरको माथिल्लोपट्टि उसको बोजू बाजेको घर छ हो। अन्त के भयो भन्दाखेरि चाहिँ कल आएन त आप्पाले, अन्त सामसिङ को हो दावा के गर्छ कसो गर्छ कहाँ हो कसो के होइन
खतरा इन्फर्मेसन त होइन त्यो त भयो होइन ला इन्क्वायरीमा आउँदो रहेछ नि त होइन इन्क्वायरीमा 2-3 दिन पछि इन्क्वायरीमा आइदिएको हाम्रो गाउँमा होइन हाम्रो मलाई डर होइन खासै भन्दाखेरि के भन्नु होइन अब मेरो राम्रो घर छैन होइन मेरो राम्रो उयो छैन होइन म चाहिँ राम्रो छु भने जस्तो होइन अन्त आउनुभयो आप्पाहरू होइन आएर हेर्नुभयो डुल्नुभयो हाम्रो गाउँहरू घुम्नुभयो होइन अन्त अब मेरो बारेमा चाहिँ सोधखोज अब इन्फर्मेसनहरू लिनुभयो होइन अन्त माथिल्लो घर बाजे बोजू होइन पहिला त आन्टी अङ्कल भन्थे अहिले चाहिँ उसलाई बिहा गरेर चाहिँ साइना परेर चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ फेरि बाजे बोजू भएको छ नि त उनीहरू पनि बाजे बोजू पर्छ नि त अन्त बाजे बोजूले भनिदिनु भयो दावा यस्तो उस्तो होइन अन्त आप्पाले नि ठिकै छ त अन्त राम्रो छ भने कुराहरू बोलाउनु भयो अनि हामी गयौँ मेरो बाबा बडी होइन काका काकी मामा माइजू सबैले लिएर गयो होइन कुराहरू भयो डाइरेक्ट हात माग्नु लाग्दिएको नि त अन्त कहाँ डराउने केटा होइन केटा डराउने होइन नि त तर लास्टै डर लागिरहेको उसको घर पुग्दा चाहिँ लास्टै डर लागिरहेको थियो क्या होइन हेभी डर लाग्दिँदो रहेछ यार बाटोमा पनि सोच्दै थिएँ के हुने हो कसो हुने हो लास्ट उसको गाउँ सुन्नु न गाउँ पुगेपछि त अझै डर लाग्नु थाल्यो अब घरमा बोलायो क्या त्यति बेला डर लाग्दिएको नि हो क्या त्यही त नदेको भए के गर्दै मेरो छोरीको हातमा यति छिटो दिदिनँ भनेको चाहिँ के गर्नुहुन्थ्यो भगाएर लान्थे म मानेन भने चाहिँ मानेको थिएन भने चाहिँ तिमी मानिहाल्थ्यौ नि त्यसमा होइन मान्थेन थियो भने चाहिँ मान्थेन थियो भने पनि म तिमीलाई मनाउँथेँ मनाउँथेँ यो चाहिँ झुटो बोलेको मलाई कहिले मनाउँदैन म इभन रोइरहेको छ भने पनि छोटछाल पारेर गइदिन्छ कतिचोटि मलाई यस्तो गरेको छ हुन्छ नि पकाउने नरुवा किन रुको के कारणले रुको छैन छोटछाल पारेर हिँड्नुहुन्छ साथीहरूकोमा अब कुन दिन यही साथीहरूले गर्दाखेरि नि फगाउने म चाहिँ उसको लाइफदेखि साथीहरूलाई राख म चाहिँ तपाईँको लाइफदेखि गेट आउट भइदिएको यो चाहिँ भने चाहिँ यो चाहिँ बिहा गरेपछि आउने सिचुएसन चाहिँ मलाई मात्रै होइन सबै केटाहरूलाई त्यस्तो हुन्छ गाइस होइन तर यस्तो नभने क्या मेरो साथी भनेको होइन मेरो साथीहरू मेरो भाइहरू भनेको होइन मेरो लागि के भने मलाई दुःख पर्दाखेरि होइन मलाई सुख पर्दाखेरि जस्तो सुकै पर्दा मलाई हेल्प गर्छ क्या मेरो भाइहरूले होइन मेरो साथीहरूले होइन के भएर मलाई खालि एटलिस्ट हुन्छ नि म रुँदाखेरि म केही कारणले दुःखी हुँदाखेरि होइन तपाईँ आएर सम्झाउ त्यसो गर्दैन यति चाहिँ मलाई तपाईँले मलाई कतिचोटि यसरी धोका दिएको छ कसम गाइस धोका चाहिँ दियो होला होइन अब त्यो त्यति बेला मलाई पनि थाहा थिएन नि त होइन म पनि फर्स्ट बिहा गरेको होइन अब थाहा थिएन थाहा त थियो कि यस्तो भन्नु खोजेको अब उसलाई मैले बिहा गरेपछि अब साथी भाइहरू होइन भेट्नु पर्यो नि त कहाँ उसँग मैले नभेट्नु भनेको चाहिँ म खालि मैले के भन्दैछु खालि म रुँदाखेरि तिमी नरुव न तिमी किन रुन्छौ तिमी म जसको कारणले रुको जसको कारणले म दुःखी भएको त्यही मान्छे नै मलाई आएर सम्झाउनु छोडेर मलाई केयरिङ गरेर के चाहियो किन रुको किन यस्तो हालचाल सोध्नु छोडेर छोटछाड पारेर हिँडिदिन्छ ए रुओस् नरुओस् मतलब गरिन ल तपाईँले त्यति साह्रो नै गर्नुहुन्छ पहिला बिहा गर्दैन त्यही भनेर मलाई फकाउँछ अहिले बिहा गरिसकेँ बिहा गरिसकेँ यसलाई त पाइ त सकेँ अब के को मतलब त्यस्तो टाइपको नै सोच्छ मैले हाम्रो आप्पाले कसो गर्छ अरे यता भन्नु आप्पाले कसो गर्छ अरे यता हेर भन्नु आप्पाले कसो गर्छ अरे यो सुनेर चाहिँ हाँस्छ है साँच्ची भनेको हाम्रो आप्पाले चाहिँ यसो रेलहरू गर्दाखेरि के गर्दाखेरि चिचा भने उसले पनि सिकेको छ क्या अस्ति घरमा होइन घरमा गएर चाहिँ सिकेको होइन म पहिल्यैदेखि भन्थेँ अब यो भाइहरूले हेऱ्यो चाहिँ भाइहरूले चाहिँ हाँस्छ है गाइस यति थियो होइन मलाई सपिङ गर्नु लान्छ मेरो कान्छाले
मलाई है कान्छ हामी सपिङ गर्न लाने है खास चाहिँ यो भिडियो चाहिँ बनाउने थिएन कि उसले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ मैले चाहिँ अहिले स्ट्यान्ड किनेको छु नि त एउटा होइन स्ट्यान्ड किनेको छु स्ट्यान्ड चाहिँ उसले चाहिँ भन्यो ऐना पनि छैन रुममा त अन्त उसले चाहिँ भन्यो उसको फोनबाट हामीले यहाँ उयो पनि गरिसकेको थियो नि त होइन अटो पनि गरेर रेडी गरिरहेको छ तर उयो चाहिँ गरेको छैन बुक चाहिँ गरेको छैन अन्त उसले चाहिँ भने म चाहिँ मेकअप गर्छु मलाई स्ट्यान्डमा चाहिँ क्यामेरा उयो लगाइदिनु भन्दाखेरि चाहिँ होइन हामीले ऱ्यापिडो पनि उयो गरिसकेको थियो होइन क्यामेरा लगाइदिए चाहिँ यत्तिकै बात भएको होइन यो एउटा अब के भन्नु 21 मिनट भएको के भएको यो 22 मिनट भएको मेकअप गर्नु लागि चाहिँ स्ट्यान्ड लगाइदिएको यो त एउटा ठिकै छ भिडियो भएछ होइन हाम्रो मेरो सानो कहानी चाहिँ यस्तै थियो होइन हामी दुईजनाको होइन अरू भिडियोमा नि अझै हाम्रो अझै धेरै कुराहरू गर्नु छ उसको बारेमा होइन अनि मेरो बारेमा हाम्रो यो बिचको हाम्रो यात्रामा होइन यो उसलाई फर्स्टचोटि भेट्दाखेरि कस्तो लागेको थियो मलाई कस्तो लागेको थियो भने चाहिँ नेक्स्ट पार्टमा आउँछ होइन किनकि अहिले हाम्रो टाइम भइसक्यो होइन अब हामी चाहिँ अटोमा जाने एकछिन बाहिर सपिङ गर्नु जाने अन्त सपिङ गर्नु गएर चाहिँ एकछिन आएर चाहिँ फेरि रुममा रामेन उसले ल्याएको छ त्यो रामेन खाएर चाहिँ फेरि हामी एकछिन रेललाई छोडेर फेरि जानुपर्छ म किनभने यो चाहिँ हाम्रो चाहिँ किनभने यो चाहिँ हाम्रो स्टाफ रुम हो होइन अब किन ढाँट्नु सबै कुरा रेल होइन जे हो रेल त्यही गरिदिन्छु होइन यो पनि हाम्रो पर्सनल रुम होइन यो चाहिँ हामीलाई स्टाफ रुम हो स्टाफ रुममा चाहिँ खासै चाहिँ अब के भन्छ उयो कसैलाई पनि एलाउड छैन होइन केटीहरूलाई उसलाई चाहिँ किन छ भन्दाखेरि अब ऊ चाहिँ मेरो बुढी हो किनकि यहाँ हाम्रो मेरो हाउस ओनरलाई नभएर मेरो सलुन ओनरलाई पनि थाहा छ प्लस हाम्रो स्टाफहरू सबलाई थाहा छ अन्त चाहिँ मैले भनेको नै छु मैले कोही बेला मैले भनेको छु आउँछ भनेर त्यही भनेर चाहिँ त्यस्तो प्रब्लम छैन अदरवाइज अरू भाइहरू छ उनीहरूले चाहिँ कहिले पनि केटीहरू उनीहरूको गर्लफ्रेन्डहरू छ र ल्याउँदैन पनि मै भन्छु नल्याउनु चाहिँ किनकि बिहा गरेको छु नि त होइन हामी सधैँ यहाँ बस्ने पनि होइन जस उसले मलाई भेट्न आउँछ होइन केटाहरू आउँदा नि आउँछ ऊ तर होइन तर सबले भाइले चिन्छ नि त होइन पहिलादेखिको बसेको भाइहरूसँग ऊ पनि होइन भाइहरू सबलाई चिन्छ उसलाई प्रब्लम छैन अब नयाँ भाइहरू भए चाहिँ प्रब्लम हुन्थ्यो उसलाई पनि सबले चिन्छ भाउजू भनेर होइन दाउदाको वाइफ हो भनेर प्लस अनर सबलाई थाहा छ अन्त त्यही हो गाइस अब अरू कुराहरू चाहिँ नेक्स्ट टाइम गरौँ न होइन डल्लै हालिदिन्छु म 24 मिनट हो क्या बाई बाई लभ यु अल हाम्रो चाहिँ अटो पनि आइसक्यो अन्त अटो पनि हामी चाहिँ जाँदैछु अब अहिलेदेखि चोइस गरेको होइन उसको चोइसै सकेको छैन ए अहिले गरी भन्नु पर्दाखेरि चाहिँ हामी चाहिँ जुडियोमा आइरहेको छ कुन टी सर्ट अर्को कुन चाहिँ कलर अर्को चाहिँ कुन चाहिँ त्यसो अगाडि देखाउ त्यस्तो फर्काएर त्यो टी सर्टलाई सिम्पल ठिक छ त अन्त ब्ल्याक चाहियो अलरेडी हामीले किनिसकेको छ 50 को लागि वाइट टी सर्ट चाहिन्छ भनेर सो गाइस हाम्रो चाहिँ सपिङ पनि भइसक्यो होइन अब हामी जानुपर्ने चाहिँ कता हो त्यो चाहिँ हामीले डिसिजन लिएको छैन होइन यता जानुपर्ने हो कि यता जानुपर्ने हो तिमीलाई थाहा छैन यताबाट आएको हामी कताबाट आएको यताबाट आएको हो यता होला हौ ओप्पो यताबाट यता म त बिर्सेँ त यार हो मैले बिर्सेँ यताबाट आएको हामी ए यहाँ पानी किनेको है ल